Hello guys, welcome to my new video. र आज चाहिँ मैले कति पछाडी मेरो नयाँ भिडियो हालेर यसपालिको चाहिँ मेरो फर्स्ट लङ भिडियो प्लस सेकेन्ड ब्लग भइरहेछ हो। अनि र आज चाहिँ के को बारेमा भन्दा मेरो चाहिँ आज प्यारेन्ट्स डे हो स्कुलको। र तर हाम्रो प्यारेन्ट्स डे अरू स्कुल जस्तो स्कुलहरुमा हुँदैन र हाम्रो अहिले नेपाल एकाडेमी हलमा हुँदैछ कमलादीमा। सो वी आर जस्ट going for now. अनि आजको प्रज्ञा भवन प्रतिष्ठान यस। अनि त्यहाँ गएर चाहिँ आज म हजुरहरूलाई मेरो साथीहरू र मेरो सब्सक्राइबर्स हु हेभ सब्सक्राइब माई च्यानल तिनीहरूलाई पनि उहाँहरूलाई पनि म इन्क्लुड गर्दैछु र म उहाँहरूको च्यानलको प्रमोसन नै गरिदिन्छु। हस् अब हामी जाँदैछौँ उता। सो यो चाहिँ अहिले हामी घरमै छौँ। अब ट्याक्सीमा चढेर हजुरहरूलाई भन्छु। सो bye bye for now. So हामी चाहिँ आइपुगिसक्यौँ ट्याक्सीमा। किन हाँस्दैछ? अब म हल्ला भेट्छु घर गएर। बाई बाई। सो गाइज हामी चाहिँ आइसक्यौँ। अब मामाहरूले मेरो भिडियो गरिदिन्छ म स्टेजमा गएको। बाई बाई। यतिखेर चाहिँ अनि बुनु उता यहाँ गीत चलिरहेको थियो। मस्त सुन्दै थिएँ मामुसँग बसेर। मेरो डान्स अहिले एकछिनपछि आउने थियो। पछिहरू मैले डान्समा चाहिँ मैले सबै गीतहरू चाहिँ हालेको छुइनँ बिकज अफ कपिराइट। सो मैले अर्कै म्युजिक हालेको छु र त्यसमा इन्जोय गरिदिनु होला। किनभने त कपिराइट लागेको थियो। मैले फर्स्टपल्ट हालेँ, यो मेरो सेकेन्ड ट्राई हो। अनि यता चाहिँ मेरो साथीहरू म पनि यतै थिएँ सबैजना। यो चाहिँ आउने बित्तिकैको हो। अघिको भिडियो चाहिँ बुनुको चाहिँ त्यतिखेर हलभित्र आइसकेको थियो नि। यो चाहिँ मेरो डान्स हो। अनि यहाँ बहिनीको डान्स हो। स्कुलको फाउन्डेसन डेमा जितेको थियो नि, त्यही भएर मेरो प्यारेन्ट्सलाई पनि डान्स गरेर लाँथ्यो। अनि यो चाहिँ हाम्रो म्युजिक हो, सिङ्गिङ क्लास 4 को। अनि यो चाहिँ म चाहिँ मिडलमा छु, सेन्टर फर्स्ट लाइनमा। यो चाहिँ हाम्रो द बोइजको हो, द बोइज सङमा। तर मैले सङ रिमुभ गरिदिएँ कज अफ कपिराइट। अनि यो डान्स पनि इन्जोय गर्नु होला। सबै डान्स इन्जोय गर्नुहोस्।